भनेर गरिब छुट्याइँदैन हैन। काम सहजै उसको जब हुन्छ तब जनता अनि त्यसपछि अधिकारको कुराहरू आउँछ क्या। भोको पेटले अधिकारको कुरा कहिले पनि गर्न सक्दैन क्या। तसर्थ यो भड्काउने कुराहरूतिर गइरहेको कुरा चाहिँ एकदम गलत हो। अहिलेको समयमा उहाँहरूले बालन सरकारबाट भइरहेको अरू जुन जुन कामहरू छ गलत भएको छ भने तपाईँहरू बढी बुझ्दै हुनुहुन्छ, त्यसलाई मजाले बुझ्नुहुन्छ। बुझिरहेको अवस्थाको व्यक्तित्वले के गर्ने हो भने जनतालाई सही तरिकाले मार्गदर्शन गर्ने हो हैन। यहाँ यो भइरहेको छ यसलाई यसरी गर्नुपर्छ भनेर उनीहरूलाई सम्झाउने, जनतामा चाहिँ राम्रो मेसेजहरू छर्नुपर्ने हो क्या। यहाँ त अनावश्यक एउटा इगोइस्टिक भएर आफ्नो रिसलाई आक्रोशलाई सोसल साइडमा पोखेर हुन्छ त। तपाईँ के भन्छ 48-50 वर्ष त पुग्न थाल्नुभयो होला नि हर्क साम्पाङजी, या 40-42 पुग्नुभयो होला। यो अवस्थामा पुगेको व्यक्तित्वले त्यो किसिमको ईर्ष्या त्यो राख्नु भनेको राम्रो कुरा होइन क्या। आउने समयमा भोलि त्यो ठाउँमा तपाईँ पुग्न सक्नुहुन्छ हैन। पुगिसकेको व्यक्तित्वलाई तपाईँ त्यो ठाउँमा अहिले हुनुहुन्छ भने त राम्रो सल्लाह दिन सक्नुहुन्छ नि त। स्ट्याटस लेखेर जनता भड्काउने बाटोलाई तपाईँले अप्नाएर के पाउनुहुन्छ तपाईँले? के का लागि? तपाईँ मात्र हो यो देशको नागरिक। 3 करोड जनताहरू छ यो राष्ट्रमा। तपाईँलाई पनि मन पराउने मान्छे, तपाईँ यस्तै गर्दै जानुभयो भने त तपाईँलाई भोलि त एकजनाले पनि मन पराउँदैन। यो कुरा त भएको यथार्थ हो नि त। आउने समयलाई हेरौँ, अहिलेको अवस्था हेरौँ, देश भोकमरीमा छ, ऋणमा छ, कलकारखानाहरू बन्द छ, थुप्रै कुराहरू देशमा बन्न बाँकी छ। त्यो बनाउने तर्फमा तपाईँले जे सहयोग गर्न सक्नुहुन्छ त्यो सहयोग गर्नुहोस्। तपाईँले अर्को भनेको कुरा मलाई असाध्यै राम्रो लागेको कुरा के हो भने 4 दिन प्र्याक्टिकल हुनुपर्छ, 3 दिन स्कुल लाग्नुपर्छ। एकदम बहुतै राम्रो कुरा हो त्यो। त्यस्तो कुराहरूलाई अगाडि सार्नुहोस् तपाईँले। त्यसको बारेमा तपाईँले आफ्नो भिजनहरू राख्नुहोस्, त्यसले के इम्प्याक्ट पार्छ हैन। भोलि आउने भविष्यलाई भविष्यका जेनेरेसनहरूलाई, युवाहरूले, पिँढीहरूलाई कसरी अगाडि लगेर जान सक्छ, त्यसले एडभान्स कसरी हुनसक्छ हामी, त्यो बाटोको तपाईँहरूले भिजनका कुरा गर्ने हो क्या। अनावश्यक कुरा गरेर जनताहरूलाई भड्काइदिने, नचाहिने कुराहरू गरिदिने यो कुरा गलत हो। तसर्थ म भन्छु तपाईँहरू राम्रोसँग यसलाई आफैले मनन गर्नुहोस्। अहिलेको समय त्यो छैन। देश पहिला बनाउनुपर्छ। 5 वर्षसम्म तीव्र गतिमा विकासमा हिँड्नुपर्छ। 5 वर्ष पछिको समयमा अनि देशमा भएको समस्याहरू, सीमा प्रतिका कुराहरू चाहिँ त्यसपछि गर्ने हो क्या। देशै स्टेबल छैन, अरूको उसमा भरमा परिरहेको छ देश, कसरी हुन्छ यसरी? यही नै हो अहिलेको लागि। सबैलाई बाई बाई, गुड नाइट।